नमस्कार सबैजनालाई। आज चाहिँ हामी बिए थर्ड इयर पोलिटिकल साइन्स 425 अन्तर्गत पब्लिक एडमिनिस्ट्रेसनको बारेमा डिस्कस गर्दैछौँ। पब्लिक एडमिनिस्ट्रेसन चाहिँ एउटा वास्ट टपिक हो। त्यसको बारेमा चाहिँ अब एक्जाम पोइन्ट अफ भ्यूले कन्सेप्ट्सहरू बुझ्ने तरिकाले हामी चाहिँ पब्लिक एडमिनिस्ट्रेसनको बारेमा बुझ्दैछौँ हैन। फर्स्ट अफ अल एडमिनिस्ट्रेसनको मात्रै कुरा गर्दा एडमिनिस्ट्रेसन भनेको चाहिँ कुनै पनि ग्रुप अफ पिपल हैन, एउटा ग्रुप अफ पिपल मान्छेको जम्मा भएर कुनै एउटा कमन गोलको लागि गरिने एउटा एक्टिभिटीको प्रोसेसलाई नै एडमिनिस्ट्रेसन भन्छौँ। जस्तै 4-5जना हामी साथीहरू जम्मा भइयो, यो कलेक्टिभ एउटा ग्रुप बन्यो। त्यो ग्रुपले चाहिँ एउटा कतै चाहिँ केही सहयोग गर्ने एउटा गोल बनायो भनेपछि चाहिँ त्यो एउटा प्रोसेसलाई एडमिनिस्ट्रेसन भनिन्छ हैन। त्यस्तै चाहिँ अब एडमिनिस्ट्रेसनको डेफिनेसन चाहिँ प्रोसेस अफ एचिभिङ अब्जेक्टिभ्स अफ अर्गनाइजेसन विथिन लिमिटेड पिरियड अफ टाइम वाइल युजिङ लिमिटेड रिसोर्सेस एभाइलेबल भयो। अब यस्तै पब्लिक एडमिनिस्ट्रेसन भनेको के त? पब्लिक एडमिनिस्ट्रेसन भनेको सेम कुरा। अब ग्रुप चाहिँ त्यसमा को हुन्छ त? सरकार हुन्छ हैन। जब सरकारले चाहिँ यसको गोल चाहिँ के हुन्छ? गोल चाहिँ सोसाइटीलाई, समाजलाई चाहिँ जागृत गर्ने, समाजको लागि भलाइ गर्ने खालको अब्जेक्टिभ्स बनाउँछ हैन। व्हेन गभर्नमेन्ट or state as an organization tries to achieve objectives of society or state in its limited period of time using best use of limited resources is called public administration हैन। यसको अब्जेक्टिभ क्यान बी इन्फोर्सिङ पब्लिक पोलिसी। अब अकर्डिङ टु हर्बर्ट साइमन अनि अकर्डिङ टु विड्रो विल्सन यिनीहरूको चाहिँ स्टेटमेन्ट्सहरू यो छ। यो चाहिँ पढ्नु होला। हर्बर्ट साइमनले चाहिँ के भन्छ भन्दाखेरि पब्लिक एडमिनिस्ट्रेसन भनेको एक्टिभिटी, कसको एक्टिभिटी भन्दाखेरि एक्जिक्युटिभ ब्रान्च अफ गभर्नमेन्टको रिलेटेड टु इम्प्लिमेन्टेसन अफ पब्लिक पोलिसी गाइडेड बाई डिसिजन मेकिङ भन्छ उसले चाहिँ हैन। वुड्रो विल्सनले चाहिँ सिम्पल पब्लिक एडमिनिस्ट्रेसन इज सिस्टमेटिक एन्ड डिटेल एक्जिक्युसन अफ पब्लिक ल। पब्लिक लको एक्जिक्युसन सिस्टमेटिक र डिटेल तरिकाले एक्जिक्युसन गर्नु मात्रै नै पब्लिक एडमिनिस्ट्रेसन हो भन्छ हैन उसले चाहिँ। अब यसको एन्सियन्ट टर्म्सहरू मैले पुरानो भिडियोमा डिस्कस गरिदिएको छु हैन। यसको एक्ज्याक्ट डेफिनेसन्सहरू त्यस्तै। अब चाहिँ नेचर एन्ड स्कोप्स अफ पब्लिक एडमिनिस्ट्रेसन भनेर चाहिँ आयो भने चाहिँ जब नेचर मात्रै भन्छ उसले, नेचर मात्रै भन्यो भने चाहिँ हामीले दुईवटा पोइन्ट लेखिन्छ, इन्ट्रिगल भ्यू र म्यानेजरियल भ्यू। अनि स्कोप्स भन्यो भने चाहिँ पोस्टको भ्यू र सब्जेक्ट म्याटर भ्यू हैन। यो नेचर एन्ड स्कोप्स भन्यो भने चाहिँ यो छेवटै पोइन्ट्स लेख्नुपर्छ तपाईँले चाहिँ एक्जाममा। इन्ट्रिगल भ्यू, म्यानेजरियल भ्यू, ब्रोडर भ्यू, न्यारोर भ्यू, पोस्टको भ्यू, सब्जेक्ट म्याटर भ्यू। अनि यसको डिफ्रेन्सेस चाहिँ मैले तल टेबलमा लेखिदिएको छु, नोट डाउन गर्नु होला। अनि इन्ट्रिगल भ्यू भनेको चाहिँ कस्तो हो भन्दाखेरि जब एउटा पब्लिक एडमिनिस्ट्रेसनले चाहिँ काम गर्दाखेरि चाहिँ जस्तै कुनै पनि अर्गनाइजेसनमा काम गर्दाखेरि चाहिँ के चाहिन्छ त? के उसले काम गर्छ त एउटा अर्गनाइजेसनमा के चाहिन्छ? जस्तै त्यसमा काम गर्ने मान्छे म्यानेजमेन्ट हुन्छ एउटा हैन, टप लेभलको कर्मचारीहरू हुन्छ, झाडु पोछा गर्ने मान्छेहरू हुन्छ, क्लर्क्सहरू हुन्छ, टेक्निकल टिम, कम्प्युटर बनाउने हुन्छ, कार्पेन्टर, सबै खालको मान्छेहरू हुन्छ हैन। त्यसमा चाहिँ इन्ट्रिगल भ्यूले चाहिँ के भन्छ भन्दाखेरि पब्लिक एडमिनिस्ट्रेसनको उस पार्टमा चाहिँ सम्पूर्ण जति पनि टप लेभलदेखि लोअर पोइन्ट अफ टेबलसम्म आउने सम्पूर्ण मान्छेहरू चाहिँ इन्क्लुड गरेको हुन्छ यसले चाहिँ हैन, इन्ट्रिगल भ्यूमा चाहिँ। अब त्यसैको अपोजिट म्यानेजरियल भ्यू पोइन्टले चाहिँ के भन्छ त भन्दाखेरि ओन्ली टप पोजिसन्सको मान्छेहरू जसले चाहिँ म्यानेजमेन्टको ठेका लिएर बसेको हुन्छ त्यो मात्रै पब्लिक एडमिनिस्ट्रेसनको पार्टमा हुन्छ। अब म्यानेजरियल भ्यूले चाहिँ के भन्छ? म्यानेजमेन्टको जिम्मा जसको छ त्यो मात्रै पब्लिक एडमिनिस्ट्रेसनको पार्टमा चाहिँ आउँछ हैन। अब ब्रोडर भ्यूले चाहिँ के भन्छ भन्दाखेरि ब्रोडर भ्यूले चाहिँ पब्लिक एडमिनिस्ट्रेसनभित्र चाहिँ लेजिस्लेचर, एक्जिक्युटिभ, जुडिसियरी तीनटै पार्टहरू चाहिँ
पब्लिक एडमिनिस्ट्रेसनभित्र पर्छ। न्यारोयर भ्यूले चाहिँ के भन्छ त भन्दाखेरि ओन्ली एक्जिक्युटिभ पार्ट चाहिँ पब्लिक एडमिनिस्ट्रेसनमा आउँछ भन्छ। अब पोस्ट कभ भ्यू अनि सब्जेक्ट म्याटर भ्यू यो पोस्ट कभ भ्यूको चाहिँ के छ भन्दाखेरि प्लानिङ, अर्गनाइजेसन, त्यसपछि स्टाफिङ, डाइरेक्टिङ, कोअर्डिनेटिङ, रिपोर्टिङ अनि बजेटिङ, यसको चाहिँ एक्रोनिम बनाएर यो चाहिँ लेखेका हुन् हैन। योहरू यसको यो चाहिँ इम्पोर्टेन्ट एस्पेक्ट्स हो पब्लिक एडमिनिस्ट्रेसनको भनेर भन्छ। यसको दायरा चाहिँ स्कोप्सहरू चाहिँ हैन। प्लानिङ गर्नुपर्छ, अर्गनाइज गर्नुपर्छ टिमलाई चाहिँ, स्टाफिङ रिक्रुटमेन्टको बारेमा भन्छ, स्टाफिङले चाहिँ कस्तोलाई भर्ती गर्ने कस्तोलाई नगर्ने, डाइरेक्टिङ भनेको डाइरेक्सन दिने चाहिँ सिनियरले जुनियरलाई डाइरेक्सन दिने, कोअर्डिनेसन भनेको जुनियर र जुनियरलाई मिलाएर काम गर्ने, रिपोर्टिङ भनेको रिपोर्टिङ तलबाट माथि, माथि तल रिपोर्टिङ, प्रपर रिपोर्टिङ, बजेटिङ फाइनेन्सियली चाहिँ सबै कुरा मिलाएर जानु पर्यो भन्ने खालको यो एउटा लिमिटेड क्राइटेरिया बनाएको छ। त्यस्तै सब्जेक्ट म्याटर भ्यूमा चाहिँ के भन्छ भन्दाखेरि यो प्लानिङ, अर्गनाइजिङ, स्टाफिङ यो यिनीहरू मात्रै नभएर हैन, अब सब्जेक्ट म्याटरको एक्सपर्टिज पनि यसको बारेमा पनि थाहा पाउनु पर्यो। जस्तै अब डक्टरको लागि अलगै होला, एग्रिकल्चरको लागि अलगै होला हैन। जस्तै अलग अलग सब्जेक्ट, अलग अलग विषयको बारेमा पनि नलेज हुनु पर्यो। यो दुईटाहरू चाहिँ एकदम इम्पोर्टेन्ट छ हैन। यो टेबलमा हेरेर पढ्नु होला। नाउ लेट्स टक अबाउट अब्जेक्टिभ्स अफ पब्लिक एडमिनिस्ट्रेसन हैन। यसको मेन अब्जेक्टिभ भनेकै त्यही हो, ल एन्ड अर्डरलाई मेन्टेन गर्ने, पिपल्सको बिहेभियरलाई चाहिँ रेगुलेट गर्ने, डेलिभर गुड्स एन्ड सर्भिसेस, प्रोभाइड जस्टिस, यही हो हैन। राष्ट्र निर्माण गर्ने, सामाजिक सद्भाव बढाउने, इन्टरनेसनल रिलेसनहरू बढाउने। त्यस्तै हिस्ट्री अफ पब्लिक एडमिनिस्ट्रेसनमा चाहिँ के आउँछ भन्दाखेरि फादर अफ पब्लिक एडमिनिस्ट्रेसन भने वुड्रो विल्सनलाई चिनिन्छ। उसले चाहिँ स्टडी अफ पब्लिक एडमिनिस्ट्रेसन भन्ने किताब लेख्यो त्यसै 1887 मा। त्यसपछि चाहिँ उसले फादर अफ पब्लिक एडमिनिस्ट्रेसन उसले चाहिँ के भन्यो भन्दाखेरि पोलिटिक्स र पब्लिक एडमिनिस्ट्रेसनलाई चाहिँ अलग बनायो उसले। त्यसैले त्यहाँबाट चाहिँ एउटा नयाँ आयाम थपिएको छ पब्लिक एडमिनिस्ट्रेसनमा। अब इम्पोर्टेन्स किन चाहियो त पब्लिक एडमिनिस्ट्रेसन? यसको इम्पोर्टेन्स चाहिँ यो पब्लिक एडमिनिस्ट्रेसनले चाहिँ जुन सरकारले बनाएको नीति नियम छ त्यो र सोसाइटीमा चाहिँ ग्याप बनेर काम गर्छ यसले चाहिँ हैन। टु ओभरअल डेभलपमेन्ट अफ द सोसाइटी, जस्तै समाजलाई विकास गर्नको लागि भयो, समाजमा शान्ति सुरक्षा बनाउनको लागि, प्राकृतिक प्रकोपहरूमा चाहिँ हेल्प गर्नको लागि हैन, पिस टाइम या वार टाइममा चाहिँ पब्लिक एडमिनिस्ट्रेसनकै एउटा पार्टहरू हुन्छ। एपिएफ्सहरू, आर्मी, पुलिसहरू, ब्युरोक्रेट्सहरू सबैले गर्ने योगदानहरू जति पनि आउँछ त्यो चाहिँ सबै पब्लिक एडमिनिस्ट्रेसनको इम्पोर्टेन्समा इन्क्लुड हुन्छ है। सबैलाई बेस्ट अफ लक भोलिको इक्जामको लागि। थ्याङ्क यू सो मच।